सबसे खतरा महँगो उसमा आएको छ होइन। यहाँ चाहिँ लकेटहरू ऱ्यापरहरूले लाउने लकेटहरूमा 1.5 लाखको 2 लाखको छ यहाँ। भन्साली तेरी दिदी कहाँ छ? कहाँ छ ए उसको दिदी कहाँ छ रे? उसको दिदी हैन भन्साली तेरी दिदी कहाँ छ? ए भन्साली तेरी दिदी कहाँ छ ए साली भन्दे साली कता? यो चाहिँ यहाँको सुने अनुसार चाहिँ झन्डा लिएर हिँडिरहेको छ नि। अहिले मैले चाहिँ भनिरहेको छु कि यो 1 बजे उठ्छ यो रोबोट चाहिँ होइन। रोबोट विल मुभ एट 1 o'clock भनिरहेको छ। नरिसाउनु गयो हुन त एन्ड्रोइड हो ए गयो साथी भाइ पनि फुट्यो कन्टेन्ट बन्यो केटा हो खै देखाऊ साथी हो। I'm sorry, but don't wanna talk. I need a moment before I go. It's nothing personal. I draw the blinds. They don't need to see me cry. 'Cause even if they understand, they don't understand. So then when I'm finished, I'm all about my business and ready to save the world. I'm taking my misery, making my bitch give me everyone's favorite girl. गुड मर्निङ गाइज। म चाहिँ अब होइन टक्क आज घुम्न जाने भनेको थिएँ, घुम्न गइरहेको। अब यहाँदेखि चाहिँ एकचोटि हिँड्छु म रुमबाट टक्क। अब साथीलाई त्यहाँ स्टेसन भेट्छु अनि त्यहाँदेखि हामी सँगै जान्छौँ ग्रुपमा होइन। सो उसले गर्दा चाहिँ ढिलो गयो है हाम्रो खासमा। हो सर तिमीले गर्दा ढिलो भयो होइन। प्लेटफर्ममा फाइनली हाम्रो ट्रेन आयो। 10 मिनट ढिलो गऱ्यो मेरो साथीले होइन। म यहाँ के भनौँ साथी हो त्यही भयो नि फेरि त्यो हिजो च्यात्तीको अनुहारले आइसकेको छ। आज त नसुती आएको छ अनुहार पनि हात्ती जस्तो फुलेको छ आज त होइन। तिमीलाई हेलिकप्टर आउँछ यहाँ लिन यहाँ ढिलो भएको बेला यहाँ हिँडेर जाने उस्तो गर्ने कुरा नगरौँ है। हामी चाहिँ यहाँ अब होइन आधी बाटो पुगेको केटा हो। टोकियोको दामी बोर्ड रहेछ। अब फोटोसुट हालिदिनु पऱ्यो एउटा दुइटा होइन। अब यस्तै हो 5 मिनट बस कुर्नुपर्छ। ऊ साथीले गर्दा ढिलो भइसक्यो। अब हिँडेर के जानु होइन थकाइ लाग्छ त्यो अब बस कुरिँदा। ठाउँ चाहिँ दामी रहेछ है मौसम एकदमै क्लिन सिट छ होइन। यो चाहिँ अहिले बसमा चढेको अवस्था होइन दामी भ्यू छ। बस पनि खतरा क्या महाकसम पुरै डिलक्स एसीमा एसी लागेको बस होइन। प्योर यो हो नि त प्योर एसी बस भने नेपालको कस्तो हुन्थ्यो एसी भनेको छ पङ्खा दौडा छ है। फाइनली पुग्यो। अब हामी सिडी चढिरहेको हो फाइनली पुग्यो होइन। यहाँ टक्क मान्छेहरू कहाँ छन् भनेर खोजिरहेको ग्रुप होइन। ग्रुप चाहिँ फेरि ठ्याक्क हाम्रो पछाडिपट्टि रहेछ होइन। अनि बिल्डिङको अगाडि हामी अनि ऐनामा रिफ्लेक्सन हुन्छ नि त। ऐनामा रिफ्लेक्सन हुँदाखेरि टक्क भित्र छ कि जस्तो फिल भइरहेको थियो मलाई। तर रहन्छ ठ्याक्क अपोजिट साइड रहेछ क्या दामी भ्यू छ गाइस। छ कालो हुनुमा भेटीले कालो भनेर गयो कुरो यो अझै अब कालो कालो छु त छु भ्लगमा आयो भन्दै मोटु हाई हाईमा के भन्नु त हाई भन्नु भने नि त तेरो भइरहेको कालो कपाल त कालो छस् कि म कालो छु तै कालो खसे ओ केटा होला भन्दा ल ल तर कालो जो भयो ह्यान्डसम म छु। अब ल साथी आइ ब्लगमा आइ भन्छु आस्ताले जलगैडा। सो अब होइन हामी चाहिँ थाकिसके खै कति बेला लान्छ बोलाउनमा त चाँडो बोलायो हग्नै नपायो। टोइलेटमा बसेर फोन आएर कुदेर आएको यार। भातमा मासु भात छोडेर आयो कस्तो माया लागिरहेको छ मासु भातको। मासु भात बिहान मासु भात दाबेर आएको कालीले हुनेले खान्छ नि अनि सिङ्की खानेर के मतलब च्याउ पनि होइन सिङ्की महँगो छ नि मासुभन्दा त यता पानी यस्तै हो महँगो त। सो यो चाहिँ हाम्रो स्कुलको भिडभाड होइन आज यस्तो दामी मौसममा सबैजना सट्टो तरिकामा अब फोटोसुट हुन्छ एकछिनमा। ल गीत गाइदिउँ ल। मलाई के भयो मलाई बिस्तारा हामी चाहिँ मिची भेट भएछ होइन। धेरै दिनपछि भेट भयो फेरि दुइटै पश्चिमे
पश्चिमे अलि हाइट चाहिँ सानो छ मितको कपाल चाहिँ फेरि उस्ता उस्तै छ लामो छ है मेरो ओइ मेरो चाहिँ फेरि अरू चिज ओइ गाइस हाइट मेरो सब छ तर ऊ चाहिँ गोरे छ म कालो छु हाम्रो दुईटाको डिफ्रेन्स बिट्विन अलि ऊ गोरो म कालो ऊ होचो म अग्लो म अलिक मोटो ऊ पातलो ऊ ट्यालेन्ट म अलिकति लुजर होइन त्यसमा त दुइटै एउटैले भयो अरू म गेममा कस्तो छु भन न ए गेममा चाहिँ फेरि मैले भान्छ है भाइ त्यसमा चाहिँ ढिलो आएकोले नियम त कडा छ नि यहाँ चाहिँ अब यस्तो भएको छ अवस्था होइन साथी चाहिँ ढिलो आएर टिपकट आफै काट्ने सिस्टम बनाइदिएको छ अब नियम कडा रहेछ सो टाइममा आउनु पर्ने रहेछ यहाँ चाहिँ हामी चाहिँ छिरिरहेछौँ होइन हातमा टिकट छ यहाँ ओ माई गॉड कति लामो सिडी हो यहाँ त ल गाइज मेरो ग्रुप सबैजना रेडी हो कम अन गाइज अगाडि हेर्नु पछाडि चाहिँ सबजना हातमा टिकट बोकेको छ ऊ चाहिँ ढिलो आएर आफै किनेको म यहाँ रोबोट छ कि यहाँ रोबोट हाई सेन्से यता चाहिँ मेरो होइन फेभरेट सेन्से यता चाहिँ मेरो पारावाला सेन्से हुनुहुन्छ होइन ओके टिकट पास भएछ अब यहाँभित्र छिरेको हामी ल ए म चाहिँ खत्रै हुन्छ भनेको त फर्स्टमा के हो इन्जिन देखाएको के को इन्जिन हो के हो ट्रकमा यो त ऊ हो क्या हो सेटेलाइट जस्तो छ त टाइम मसिन रकेट रहेछ रकेट केटा हो यो चाहिँ रकेट रहेछ होइन यता चाहिँ हाम्रो खतरा चाहिँ देखाउँछ होइन अब ग्लोब नेपाल छैन पृथ्वीको सेप केटा हो यो चाहिँ यस्तै हुन्छ लुक छ होइन माथि सेटेलाइट भ्यू ए पागल त लाइक सब्सक्राइब गरिदिनु पर्यो इन्ट्रेस्टिङ छ भिडियो है 25 सम्म ग्याङ फाइट खेल्ने जुट्ने यसको ग्याङ भएपछि मेरो ग्याङ खेल्ने हाम्रो ग्याङमा पनि जुट्ने गाबी छु त भन्ने बाटो एक्लै गाबी छ अरे बुझ्नेलाई मात्र हो हाम्रो नबुझ्नेलाई त के हो तर गोटीहरू यो ठ्याक्क यस्तै हामीले गुच्चा खेल्थ्यो नि सानोमा होइन पारीहरू पनि ठुलो छ अर्को ठाउँ पुग्यो होइन अब यहाँ रोबोट यता रोबोटहरू रहेछ टक्कै एउटा दुईवटा रोबोट हो अर्को यहाँ रहेछ रोबोटहरू मलाई को हो म हेर्दो रहेछ मा तर्स्यो क्या मदेखि कालो देखेर तर्स्यो होला अब चाहिँ हामी डान्स फ्लोमा छिर्छौँ होइन यहाँ अलि बजाऊ तिमी ट्र्याक सेट गर्दै गर न लामो यत्रो देखिन्छ त भिडियो ए दाहिने गेडा दुख्यो मेरो देब्रे गेडा दुखिहाल्यो नि तर हराउँछ मुझे बिहान गेडै हराउँछ भने यार माथि जान्छ मितजीलाई भन्नु केही शब्द छैन पुग्यो हाम्रो डाइभर्सिटी टोकियो प्लाजा रोबोट रुखले छेक्दियो महामाछु त एकिनो चिकागो यारीमास यो चाहिँ हामीले बच्चामा खेलाउने गर्थ्यो होइन आज चाहिँ अलिक ठुलै पारामा बनाइदिएको रहेछ यसलाई हामी टाइममा आएको थियो है म यहीँ लुकिरहेको थिएँ कालो भएर नदेखिया हो कि म ओ यहाँ त कस्तो लामो डन्डा पेन्सिल रहेछ यार केटा हो साथीले हिजो भाला हानेको अरे होइन यहाँ आएर अड्डे छ अरे
के भन्नु कुरा केटाहरूको गफै सुन्दा नि वाक्क लाग्नु है हाक्क दिक्क थुक्क भने कान कोटाउने जस्तो चाहिँ छ है फेरि केटा हो हुन चाहिँ के हो अरे अघिसम्म भालाइ भनिरहेको थियो पेन्सिलको टुप्पो होइन पेन्सिलको टुप्पो जस्ट इमेजिन पवन जस्ट इमेजिन यस्तै मोटेहरूलाई पछाडि छिराएर होइन हावा फुस्काउने काम लाग्छ मोटु तिमीलाई होइन यो पेन्सिल छ नि यो पेन्सिल होइन तिम्रो पछाडि गुचुक्क हाल्यो भने ठ्याक्कु बातो सान जस्तो दुब्लो आउँछ क्या तिमी भन के गर्न चाहन्छौ कोही कर्णालीको पुल जस्तै रहेछ त उता कर्णालीको पुल जस्तो रहेछ कर्णालीको पुल यहाँदेखि खस्यो भने त सिधै खोला पारी हस्पिटलमा मायाको छ हाम्रो ग्रुप छुट्टिसक्यो केटा हो हामी अब कुदेर जानुपर्ने हुन्छ चलो हामी कुदेर पर्के केटा हामीलाई अर्को हनुमान दौडिरहेको छ चलो दुईटा बाँदरहरू यहाँ जापानमा मोज मस्ती हानिरहेको छ होइन तर हामी भनेको मान्छे हो ड्राइभर गाडी निकाल राज भाइ सामान निकाल भने त गाडी फुट्लुक्क निकालिदिन्छ होला दाजुले के गर्छ गाउँको टिममा त्यो अब अछार ग्राउन्ड कस्तो हुँदैन त तलबाट मोजाको बलबाट खेल्थ्यो मोजाको बलमा भलिबल खेल्थ्यो अरे लेभल त उयो हो उसको त्यहाँभित्र 400 को प्याकेट हालेर डोरी मेरो साथीको अनुहार चाहिँ लास्टै रिसले चुर भएको छ है मलाई फोटो खिचेको देखेर आमा जलेर म भन्दा नि कालो अगाडिनिर समुद्र छ यहाँ फाउन्टेनको अगाडिनिर फोटो खिचाउने नजिकको तीर्थयात्रालाई हेला गर्नु हुँदैन क्या हामीले नरिसाउनु गयो हुन त एन्ड्रोइड हो ए गयो साथीको आइफोन फुट्यो कन्टेन्ट बन्यो केटा हो खै देखाऊ साथीको आइफोन क्र्याक भयो तर बाल लाग्दैन एन्ड्रोइड हो कन्टेन्ट साथी के भन्न चाहनुहुन्छ यसमा तपाईँको आइफोन भर्खर झरेर दुईटा टुक्रा भएको छ के भन्न चाहनुहुन्छ स्याड आर यु स्याड साथी प्लिज म तपाईँलाई सिम्प्याथी दिन चाहन्छु साथी केही हुन्न जे हुन्छ राम्रैको लागि हुन्छ नयाँ आइफोन किन्ने प्लान बनाइरहेको थियो ठिकको फुट दिइहाल्यो अब बाध्यता भयो नि अब कर्तव्य भयो नि किन्नै पर्छ तिमीले होइन आइफोन तर यो चाहिँ राम्रो भएको छ खुसीको खबर इतनी खुसी क्या गरौँ मैं हाय मर जावा तर केटा हो ओए के भन्न चाहनुहुन्छ तपाईँहरू साथीको भर्खरै मोबाइल फुटेको छ ठिक छ अर्को पनि फुटोस् अझै फुट्दै जाओस् चलाउनु मिलेन होस् चलाउनु हो सही हो ए एन्ड्रोइड पनि उडोस् होइन उडोस् ल यति ल केटा हामी चाहिँ फाइनली यहाँ समुद्र एरिया बिच एरिया पुगेको छ होइन घरि यो पोइन्ट जा भन्छ त्यो पोइन्ट जा भन्छ है न खाजा खुवाएको छ न के गरेको छ तनाव गरे कम्ती हिँडाएको छ त आज जस्तो हिँडेको कहिले थिएन यार जापानमा यस्तो घाममा है झन् रिसै उठिसक्यो अब सिनहरू राम्रो भएर के गर्नु यहाँ शरीरको हालत बेताल भइसकेको छ अब यस्तै अब थकित जिन्दगी झन् कालो अनुहार कालै जिन्दगी छ बिहानदेखि भोक लागेको छ होइन त्यो त छुट्टै कुरा छ खोजिरहेछौँ दौडिरहेछौँ होइन बिहान उड्दै आछौँ त्यही माथि यस्तो उड्दा उड्दै आछौँ भोकै छौँ होइन त्यही माथि फेरि एउटा अर्को पीडा थपियो कि माथि त के पीडा मोबाइल भएको एउटा मोबाइल नि साथीको मोबाइलको पीडा छुट्टै छ फेरि अघि खतरा खस्दिरा फुर्दिरा होइन त्यस्तो म आफै बनाउँछु फाइनली सकिएको छ केडा हाम्रो चाहिँ होइन सबै अब हाम्रो स्कुलको प्र्याक्टिकल आएको प्र्याक्टिकल त जस्तै थियो है खालि डुलायो हिँडायो सकियो फाइनली सबै पोइन्ट पास गरियो अब चाहिँ 1 घन्टा ब्रेक छ अनि लास्टमा फेरि लास्ट ठाउँ चाहिँ एउटा भेटघाट गर्नु छ होइन अब हामी चाहिँ भोक लाग्यो केटाहरूलाई अब टक्क यहाँ म्याकडोनल्ड्समा छिरिन्छ कोही कोही पान खाने छ नि यहाँ हामीले त अब पान सुपारी बाहेकहरू खाँदैन यिनीहरूले चाहिँ पान ब्रेडहरू खानुहुन्छ अर्डर त अब कुलिक त अर्डर हामी त नि गाउँ त दामी सेसन भइरहेको त हाम्रै ग्रुप हो क्या भोक लागेर यहाँ तनाव भइसकेको थियो केटाहरूले त मासुमा दबाएर आएको छ अब यहाँ चाहिँ ऊ हान्नु पऱ्यो अब खाजा खाइदिएर होइन म्याक्सको चाहिँ भक्क कस्तो हुन्छ भोक आज जिन्दगी कस्तो हुन्छ आजको
जहिले नि यस्तै हो भने त बरु भोकलाई चाहिँ भाडीमा जाओस् मजा आउँछ कि लास्टै थाक्यो क्या आज त फेरि डेन्जर रहेछ फाइनली हाम्रो फाइनल डेस्टिनेसन पुगेको अवस्था छ बिच थकित अवस्थामा होइन स्वर पनि एकदम डाउन भइसक्यो मेरो अब लास्ट भ्यू लास्ट फोटो हानिदिनु पर्यो बोट हान्न जाम भनेको पैसा नि रहन्छ वाउ इन्ट्रेस्टिङ मोमेन्ट गफ भने यस्तै हो केटा हो गफै सक्यो है भ्लग यहीँ सकाउनु पर्ला जस्तो छ अब चाहिँ एकदमै कस्तो खत्रै जोसमा आएको थिएँ जोस त अब कुलित्त भइसक्यो यहाँ मान्छेहरू चाहिँ मस्त सुतिरहेको रहेछ बरु यहाँ चाहिँ मस्त होइन यस्तो फोहोर भने कस्तो मजाले सुतिरहेको क्या त्यहाँ वाउ लम्पसार सुतेछ समुद्रको छाल होइन यो पुल चाहिँ दामी रहेछ क्या जे भयो नि अब के छ त अनि बिचरा आउन मन छ यतातिर आउन मन छ भने यसो मलाई कन्ट्याक्ट हान्नुहोस् आउनुहोस् घुम्न रमाउनुहोस् होइन वाउ यो हो नि त केटा हो रमाइलो भने सो गाइज होइन मेरो भ्लग चाहिँ आज म यही सघाउँछु होइन तपाईँहरूलाई धेरै धेरै धन्यवाद मेरो भिडियो हेर्नु भएकोमा सो अर्को दिन फेरि नयाँ भ्लग लिएर आउँछु म सो दिस all for today. That's all to you all. Have a good day guys. Thank you so much.